सुरु गरौँ। अब आज हामी यो नेपालको आर्थिक सर्वेक्षण 2082-83 को कन्टिन्यू छौँ। आज हामी यसलाई फेरि अस्ति नसकेको आज फेरि कन्टिन्यू गर्छौँ। अब सुरुवात गरौँ। हामी अस्ति चाहिँ यो राष्ट्रिय चुरे दिवस लगायतका कुराहरू पढेका थियौँ। आज हामी अब यहाँ औद्योगिक स्थितिबाट सुरु गर्छौँ। अब औद्योगिक स्थितिको कुरा गर्दाखेरि 2082 को फागुनसम्म 2082 को फागुनसम्म कुल दर्ता उद्योग कति रहेछ? 11,140। कुल दर्ता उद्योग 11,440, जसमध्ये ठुला उद्योगको सङ्ख्या 13.9% रहेछ, मझौला उद्योग 20% रहेछ, साना उद्योग 66.1%। भनेपछि हाम्रोमा के रहेछ अवस्था हेर्दा साना उद्योगको सङ्ख्या अलि अधिक रहेछ 66.1%, मझौला उद्योगको सङ्ख्या मध्यम स्तरकै रहेछ, कम भन्दा पनि अलिकति 20%, र ठुला उद्योगको सङ्ख्या चाहिँ कम रहेछन् 13.9%। यो चाहिँ भयो औद्योगिक स्थितिको कुराहरू। त्यसपछि गएर अब हाम्रो यहाँ चाहिँबाट पनि थाहा हुन्छ उद्योगको सङ्ख्या दिएको छ। ठुला उद्योगको सङ्ख्या 1441, मझौलाको 2237, साना उद्योग 7362 रहेको छ। अब यो हाम्रो चाहिँ प्रति उद्योग रोजगारीको सङ्ख्या दिएको छ यहाँ। यो ठुला उद्योगमा चाहिँ कति रहेछ भन्दा प्रति उद्योग चाहिँ रोजगारी सङ्ख्या 140 रहेछ, मझौला उद्योगमा 91 जना र साना उद्योगमा चाहिँ 50 जना रहेछ। त्यस्तै अब यो औसतमा चाहिँ प्रति उद्योग चाहिँ कति रहेछ? 71 जना मानिसहरूले काम गर्दा रहेछन्। अर्थात् प्रति उद्योग रोजगारी सङ्ख्या चाहिँ 71 जना रहेछ। अब हाम्रो यहाँ चाहिँ दर्ता भएका उद्योगको सङ्ख्याको आधारमा सबभन्दा बढी हिस्सा उत्पादनमूलक उद्योगको रहेछ। त्यसपछि सबभन्दा कमको हिस्सा चाहिँ पूर्वाधार क्षेत्रको 0.7%। अब दर्ता भएका उद्योगको सङ्ख्याको आधारमा कति रहेछ? 33%। सङ्ख्याको आधारमा सबभन्दा बढी चाहिँ उत्पादनमूलक हुन् जुन, सबभन्दा कम चाहिँ हिस्सा चाहिँ पूर्वाधार क्षेत्रका 0.7%। अब लगानीका आधारमा हेर्दाखेरि सबैभन्दा बढी चाहिँ ऊर्जामूलक उद्योगमा, लगानीका आधारमा सबैभन्दा बढी ऊर्जामूलकमा र सबैभन्दा कम चाहिँ खनिज उद्योगमा रहेछ। अब वैदेशिक लगानीका आधारमा भनेको छ, वैदेशिक लगानीका आधारमा सबैभन्दा बढी सेवामूलक र सबैभन्दा कम चाहिँ खनिज उद्योगमा रहेछ। यो चाहिँ लगानीका आधारमा। यहाँ हाम्रो यो फिगरले पनि के देखाएको छ, त्यही वैदेशिक लगानी स्वीकृति भएका उद्योगको विवरण भनेको छ। यो लगानीका आधारमा अथवा यहाँ तपाईँले यहाँ चाहिँ रकममा दिएको छ, यहाँ चाहिँ प्रतिशतमा दिएको छ। सबैभन्दा बढी चाहिँ यो सेवामूलक रहेको छ। यति रहेको छ भने यो 28.3% चाहिँ यसको घटेको छ। त्यसपछि सबैभन्दा बढी लगानी भनेको छ, यसमा चाहिँ कम गरौँ, यो कम हो। कम लगानी भएको चाहिँ खनिज उद्योग रहेको छ। खनिज उद्योग यो लगानीका आधारमा खनिज 844 यहाँ छ भने यो 1.3% हो। यो चाहिँ सबैभन्दा कम। अब यहाँ सङ्ख्याको आधारमा पनि दिएको छ। सङ्ख्याको आधारमा सबैभन्दा बढी चाहिँ पर्यटन उद्योग 2749 रहेका छन् र सबैभन्दा त्यसमा चाहिँ सङ्ख्याका आधारमा कम चाहिँ पूर्वाधार रहेको छ। पूर्वाधारको 72वटा मात्र रहेको छ। अब देशगत रूपमा वैदेशिक लगानीको आधार भनेको छ, देशगत रूपमा हेर्दा सबैभन्दा बढी लगानी चाहिँ चीनको रहेको छ। लगानी रकमको आधारमा सबभन्दा चाहिँ बढी कसको रहेको छ? चीनको रहेछ। र त्यसमा क्रमशः चीन, भारत, हङकङ, दक्षिण कोरिया, अमेरिका रहेको छ। यो चाहिँ लगानीका आधारमा। अब लगानी स्वीकृत सङ्ख्याका आधारमा सबैभन्दा बढी चीनकै छ। र यहाँ चाहिँ क्रमशः चीन, भारत, अमेरिका, दक्षिण कोरिया, बेलायत रहेको छ। अब यो फिगरबाट पनि हेर्न सकिन्छ सङ्ख्याको आधारमा
सङ्ख्याको आधारमा, त्यसपछि गएर विदेशी लगानीको आधारमा दिएको छ। सबैभन्दा बढी चिनकै भयो र यो लगानी यो सङ्ख्याको आधारमा र लगानीको आधारमा पनि यो चिनकै छ सबैभन्दा बढी। यसरी यो टेबलबाट पनि हेर्न सकिन्छ। अब आयो पर्यटन 2025मा। पर्यटन चाहिँ 2025मा को अवस्था के छ भन्दा प्रति पर्यटक औसत बसाइ कति छ? 16.34। 16.34। त्यसपछि प्रति पर्यटक प्रति औसत खर्च कति छ? 33.08। अब भ्रमणको उद्देश्य भनेको छ, भ्रमणको उद्देश्य विधा मनोरञ्जनको लागि 20.2% छन्। सबैभन्दा बढी चाहिँ हाम्रो देशमा विधा र मनोरञ्जनको लागि आउने गर्छन्। त्यसपछि तीर्थयात्रा छ, यहाँ 14.4। त्यसपछि पदयात्राका लागि 14.2 र अन्य प्रयोजनका लागि 11.2 छ। र यो चित्रबाट पनि त्यही कुरा नै भनेको छ। यो मनोरञ्जनको लागि 60.2, त्यस तीर्थयात्राका लागि 14.4, पदयात्रा र पर्वतारोहणको 14.2 र अन्य 11.2 रहेको छ। यो चित्रबाट पनि हेर्न सकिन्छ। त्यसपछि अब हामी देशगत रूपमा पर्यटन आगमन भन्ने छ। देशगत रूपमा हेर्दाखेरि सबभन्दा बढी भारत, त्यसपछि अमेरिका, चीन, बेलायत, बङ्गलादेश रहेको छ। यसलाई पनि हामीले यसमा सरस्वती हेर्न सक्छौँ। यो डायग्राममा पनि त्यही भनेको छ। सबभन्दा बढी भारतको, त्यसपछि गएर यो यो चाहिँ 293 चाहिँ भारतको, त्यसपछि अमेरिकाको 113, चीनको 96 भनेको छ। त्यसपछि यसै क्रमशः यहाँ दिएको छ चीन, बेलायत, बङ्गलादेश। यसबाट पनि हेर्न सकिन्छ। त्यसपछि हवाई यातायातको कुरा गरेको छ। हवाई यातायातमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको सङ्ख्या 32 छ। अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनी चाहिँ 32 छन्। त्यो भनेको एउटा 5 वटा नेपाली र 27 विदेशी गरेर 32 हो। द्विपक्षीय हवाई सम्झौता भएका देशको सङ्ख्या 42। आन्तरिक उडान गर्ने वायु सेवा चाहिँ 20 वटा। देशभर सञ्चालन रहेका विमानस्थल 35 र सबै मौसममा सञ्चालन गर्न सक्ने 42 वटा रहेका छन्। अब हामी यो टेबलबाट पनि हेर्न सक्छौँ, त्यही कुरा छ। अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायु सेवा अन्तर्राष्ट्रिय उडान भर्ने कतिवटा? 5 वटा छ। त्यसपछि नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा, नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा 27 वटा छ। र द्विपक्षीय हवाई सम्झौता भएका 42 वटा मुलुक छन्। त्यसपछि गएर यो अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या 3 छ। अनि मुलुकभित्र उडान गर्ने सञ्चालन गर्ने कम्पनीहरू छन् 20 वटा। अनि सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका 42 वटा र सञ्चालनमा रहेका चाहिँ 35 वटा छ। हामीले यहाँबाट पनि हेर्न सक्छौँ। अब हामी ऊर्जातिर जान्छौँ। ऊर्जाको कुरा गर्दाखेरि 2082 फागुनसम्म कुल जडित विद्युत क्षमता चाहिँ 4105 छ। कुल जडित क्षमता 4105। जलविद्युत जडित चाहिँ 3798 रहेको छ। 3798 जलविद्युतबाट 3798, सौर्य ऊर्जाबाट 142, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा उत्पादित 106.24, तापीय थर्मल प्लान्ट र ऊर्जाबाट 53.4, चिनी मिलबाट 6% रहेको छ। र यो विभिन्न क्षेत्रबाट जलविद्युत उत्पादन हुन्छ र जलविद्युतको चाहिँ योगदान चाहिँ यो कुल जलविद्युत जडित क्षमतामा यो जलविद्युतको क्षमता 92.5% रहेको छ। यो अन्य कुराहरूको छ, यो पनि हेर्न सक्नुहुन्छ। जलविद्युतको चाहिँ 92.5% रहेको छ। भौतिक पूर्वाधारको कुरा गरेको छ। भौतिक पूर्वाधारमा सडक यातायातको कुरा 2082 फागुनसम्मको अवस्था हेर्दा कालोपत्रे सडक चाहिँ 20,456, 20,456, ग्राभिल सडकको 7,602, कच्ची सडक 8,748 र कुल सडक चाहिँ कति रहेछ? 36,806, 36,806 रहेको छ। यो फिगरबाट पनि हेर्न सकिन्छ। कालोपत्रे भएको 20,456, 7,602 चाहिँ ग्राभिल, 8,748 चाहिँ कच्ची सडक रहेछ। जम्मासँग 36,806 चाहिँ जम्मा सडक
अब राष्ट्रिय गौरवको आयोजनाको कुरा गरेको छ। राष्ट्रिय गौरवको आयोजना कुरा गर्दा मध्य पहाडी पुष्पलाल लोकमार्गको कुरा गरेको छ। यसमा 1879 यसको लम्बाइ चाहिँ मध्य पहाडी पुष्पलाल लोकमार्गको लम्बाइ कति छ? 1879 रहेको छ। यो चाहिँ पाँच थरको चिवा भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म रहेको छ। यसले 32वटा एकाइ 26वटा जिल्लालाई छुन्छ। सबैभन्दा बढी भाग अथवा बढी लम्बाइ पर्ने जिल्ला चाहिँ बागलुङ हो। यो 135 किलोमिटर पर्छ। सबभन्दा कम चाहिँ ओखलढुङ्गा रहेको छ। ओखलढुङ्गा यो निर्माण सुरु 2064-65बाट आर्थिक वर्ष 2064-65बाट भएको हो भने राष्ट्रिय गौरव आयोजनाको रूपमा 69-70बाट यसलाई समावेश गरिएको थियो। हुलाकी राजमार्गको लम्बाइ 1857 रहेको छ। 1857 यो चाहिँ झापाको केचना कवलदेखि कञ्चनपुरको दोधरा चाँदरीसम्म पर्छ। यसले 21वटा जिल्लालाई छुन्छ। सबभन्दा बढी लम्बाइ पर्ने जिल्ला चाहिँ कैलाली हो। त्यसपछि सबभन्दा कम लम्बाइ पर्ने जिल्ला चाहिँ नवलपरासी पश्चिम रहेको छ। काली गण्डकी करिडोरको लम्बाइ 495 किलोमिटर रहेको छ। कर्णाली करिडोरको 269, कोशी करिडोरको 162 किलोमिटर, मुगलिङ पोखरा 81 किलोमिटर। 81 यो एडिबीको सहयोगमा स्तरोन्नति काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्गको लम्बाइ 1126 मिटर हो। नेपाल सरकारको लगानीमा चिनिया कम्पनीद्वारा यो निर्माणाधीन सुरुङ मार्ग हो। त्यसपछि नागढुङ्गा सुरुङ मार्ग रहेको छ 2.69 यो जाइकाको सहुलियतपूर्ण सहयोगमा जापानिज कम्पनीद्वारा यो निर्माण भइरहेको छ। काठमाडौँ तराई द्रुत मार्ग 70.977 किलोमिटर छ। यो नेपाल सरकारको लगानीमा काम निर्माण कार्य भइरहेको छ। अब सञ्चार तथा सूचना प्रविधि 2082 फागुनसम्मको कुरा गर्दाखेरि यो इन्टरनेट ग्राहक घनत्व चाहिँ 145.7, इन्टरनेट ग्राहक घनत्व, डिजिटल टेलिभिजन पहुँच चाहिँ 82%मा पुगेको छ। मोबाइल ब्रोडब्यान्ड घनत्व चाहिँ 100.3%मा पुगेको छ। त्यसपछि अब हामी स्वास्थ्य क्षेत्रतिर लागौँ। स्वास्थ्य क्षेत्र कुरा गर्दाखेरि अब औसत आयुको कुरा गर्दा औसत आयु चाहिँ 71.3 रहेको छ। कुल प्रजनन दर सङ्ख्या प्रति महिला चाहिँ परिवार नियोजनको कुल प्रजनन दर भनेको छ। प्रजनन दर प्रति महिला 1.9 एकजना महिलाले 1.9 अथवा 2वटा जति बच्चा पाउँदो रहेछ। परिवार नियोजनको आधुनिक साधन प्रयोगकर्ताको दर भनेको छ। परिवार नियोजनको साधन प्रयोग गर्ने चाहिँ 42.7% छन्। नवजात शिशु मृत्यु प्रति 1000 जीवित जन्मेको 28 दिन, यो नवजात भनेको 28 दिनभित्रकोलाई नवजात शिशु भन्छ। त्यसको चाहिँ प्रति 1000मा चाहिँ 17 जना 1000 जीवित जन्म हुँदाखेरि 17 जनाको मृत्यु हुँदो रहेछ। शिशु मृत्यु दर, शिशु भनेको 1 महिनाभित्रको बच्चा हो। यो 1000 जीवित जन्ममा 27 जना चाहिँ मर्दो रहेछन्। त्यसपछि गएर 5 वर्ष मुनिका बाल मृत्यु दर चाहिँ प्रति 1000 जीवित जन्ममा 31 जना रहेको छ। त्यसपछि कम्तीमा 4 पटक गर्भ जाँच गराउने गर्भवती महिला चाहिँ 88.4% छन्। त्यसपछि दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने चाहिँ 74% छन्। त्यस्तै गरेर अब स्वास्थ्य संस्थामा प्रसुति गराउने गर्भवती 90% छन्। त्यसपछि पूर्ण रूपमा खोप लगाउने बालबालिका 92% छन्। यसलाई हामीले सशर्ती हेर्न सक्छौँ। यो पनि महत्त्वपूर्ण हुन सक्छ। अब एउटा तथ्य चाहिँ 2082 फागुनसम्म नेपालमा प्रति 1000 जनसङ्ख्यामा 1.86 चिकित्सक र 4.42 नर्स रहेका छन् भनेको छ। हाम्रो 1000 जनसङ्ख्यामा जम्मा करिब 2 जना डाक्टरले 1000 डाक्टरहरूको 2 जना डाक्टरले 1000 बिरामीहरू हेरिरहेको अवस्था देखिन्छ। बालबालिकाका लागि 13 प्रकारका खोप निःशुल्क गरेको छ नेपाल सरकारले।
बालबालिकाका लागि 13 प्रकारका खोपहरू निःशुल्क गर्दै आएको छ। चालु आर्थिक वर्षको फागुनसम्म स्वास्थ्य बिमामा आबद्ध सङ्ख्या चाहिँ 21,48,750 21,48,750 चाहिँ बिमा सेवामा आबद्ध छन्। कुल बिमित मध्ये जनसङ्ख्या मध्ये कुल बिमित जनसङ्ख्या मध्ये भनौँ न कुल बिमित जनसङ्ख्या मध्ये 63.8%ले बिमा सेवा लिएका छन्। भन्न खोजेको यो जम्मा बिमा सङ्ख्या भनेको 21,48,750 जना छन्। त्यसमध्ये चाहिँ बिमा सेवा लिनेहरू बिमा सेवा लिने चाहिँ 63.8% रहेका छन् भन्ने कुरा देखियो। यो शिक्षा सम्बन्धी छ। शिक्षा सम्बन्धी शैक्षिक सूचकहरू छन्, यसलाई सरस्वती हेर्नु होला। त्यसपछि हामी अब यो विद्यालय विवरण शैक्षिक संस्था 2082 मा भनेको छ। अब शैक्षिक संस्था 2082 मा यो सामुदायिक विद्यालय कति छ त? सामुदायिक, संस्थागत र परम्परागत विद्यालयको कुरा गरेको छ। यसमा सामुदायिक विद्यालयको सङ्ख्या 71.27%, 71.27%, संस्थागत विद्यालय 24.87%, परम्परागत धार्मिक विद्यालय 3.86% रहेको छ। भनेपछि हाम्रो विद्यालयको संरचनाहरू कस्तो रहेछ भन्दाखेरि चाहिँ सामुदायिक र संस्थागत र परम्परागत र धार्मिक विद्यालयहरू छन्। त्यसमा चाहिँ सबभन्दा बढी चाहिँ सामुदायिक विद्यालय, त्यसपछि संस्थागत विद्यालय र परम्परागत र धार्मिक विद्यालयहरू रहेछन्। यो कुरा हामीले यहाँबाट हेर्न सकियो। अब विद्यार्थीको प्रकार अनुसार विद्यालय विवरण भनेको छ। अब हाम्रोमा यो कक्षा 1 देखि 5 सम्म 17,573 वटा विद्यालय रहेछन्। त्यसपछि आधारभूत तहमा 6 देखि 8 सम्म चाहिँ 6,790 वटा विद्यालय, माध्यमिक तह भनेको 9 देखि 10 सम्म 7,170, त्यसपछि कक्षा 11 र 12 मा 4,418 वटा विद्यालय रहेछन्। त्यसपछि हाम्रो टोटल विद्यालयको सङ्ख्या चाहिँ कुरा गर्दा 35,951 वटा कुल विद्यालय रहेछन्। अब यो विद्यालय र विद्यार्थी अनुपात भनेको छ विद्यालय तहगत प्रति विद्यार्थी अनुपात भनेको छ। यसमा हाम्रो एउटा स्कुलमा कति विद्यार्थीहरू छन् त भन्ने कुरा हेर्दाखेरि अब कक्षा 1 देखि 5 सम्म हाम्रो यहाँ चाहिँ यो कुल विद्यार्थीमा विद्यालय र विद्यार्थी दिएको छ। विद्यालय र विद्यार्थी र यो अनुपात छ। 1 देखि 5 सम्म चाहिँ 202 जना प्रति विद्यालय चाहिँ कतिजना? प्रति विद्यालय चाहिँ 202 जना रहेछन्। त्यसपछि 6 देखि 8 सम्म चाहिँ 268 जना, 9 देखि 10 सम्म 135 जना, 11 देखि 12 मा 158 जना, 1 देखि 12 सम्म कुरा गर्दा औसत रूपमा 196 जना। एउटा विद्यालयमा औसत रूपमा 196 जना जति विद्यार्थी हुँदो रहेछन्। करिब 200 भनौँ न, करिब 200 जति एउटा विद्यालयमा विद्यार्थीहरू हुँदो रहेछन्। यसरी हामीले यसलाई एनालाइसिस गर्न सक्छौँ, विश्लेषण गर्न सक्छौँ। अब शिक्षक विद्यार्थी अनुपातको कुरा गरेको छ। यसमा हाम्रो यहाँ शिक्षक दिएको छ, यहाँ विद्यार्थी दिएको छ, यहाँ अनुपात दिएको छ। हाम्रो शिक्षक र विद्यार्थीको कुरा गर्दा 1 देखि 5 सम्म चाहिँ 24 जना भन्न खोजेको। एउटा शिक्षकले कतिजना विद्यार्थीलाई हेर्दो रहेछ? 24 जना। त्यो चाहिँ 1 देखि 5 सम्मकोमा। 6 देखि 8 सम्म चाहिँ 30 जना र 9 देखि 10 सम्म 18 जना एउटा शिक्षकले। 11 देखि 12 कक्षाकोमा हेर्दाखेरि एकजना शिक्षकको भागमा 54 जना र कक्षा 1 देखि 12 मा हेर्दाखेरि 26 जना भन्न खोजेको। अब 1 देखि 12 सम्मको एउटा शिक्षकले हेर्ने भनेको 26 जना विद्यार्थी हेर्दो रहेछ औसत रूपमा हेर्दा। एउटा शिक्षकको भागमा 26 जना विद्यार्थी पढ्दो रहेछन् भनेर बुझ्न सकिन्छ। उच्च शिक्षाको कुरा गर्दाखेरि 2082 फागुनसम्म केन्द्रीय विश्वविद्यालय 15 छन्।
15 मध्ये 12वटा केन्द्रीय विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन, तीनवटा केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालन छैनन्। त्यसपछि प्रादेशिक विद्यालयको सङ्ख्या चाहिँ 6वटा रहेछ, यो पूर्ण रूपमा सञ्चालनमा छन्। जम्मा विश्वविद्यालय 21वटा भइहाले। वैदेशिक सम्बन्ध प्राप्त क्याम्पसको सङ्ख्या 57 रहेको छ, 57वटा रहेको छ। अब खानेपानी त सरसफाइको कुरा गरेको छ। खानेपानी त सरसफाइ कुरा गर्दा यो आधारभूत खानेपानी सेवा पुगेको 2082 को फागुनसम्म आधारभूत खानेपानी सेवा पुगेको चाहिँ 97% पुगेको छ। त्यसपछि गएर आधारभूत सरसफाइ पनि 95.5% पुगेको छ। उच्च मध्यम स्तरको खानेपानी 29%, प्रशोधन सहितको ढल प्रणाली चाहिँ 3.34% पुगेको छ। यसरी हेर्न सकिन्छ। तब लैङ्गिक उत्तरदायी बजेटको कुरा गरेको छ। लैङ्गिक उत्तरदायी बजेट को हिस्सा 2082 आर्थिक वर्ष 2082-83 सम्म 44.28 पुगेको छ लैङ्गिक उत्तरदायी बजेटको हिस्सा। यो लैङ्गिक उत्तरदायी बजेटको अवस्था हेर्दा आर्थिक वर्ष 2064-65 11.3% रहेकोमा अहिले चाहिँ आर्थिक वर्ष 2082-83 44.28 रहेको छ। यो अवस्था हामीले हेर्न सक्छौँ। तथ्याङ्कको विश्लेषण गरेर के भन्न सकिन्छ भन्दाखेरि हाम्रो यो लैङ्गिक उत्तरदायीको बजेटको हिस्सा चाहिँ क्रमशः बढ्दै गएको देख्न सकिन्छ। अब यता हामी सामाजिक सुरक्षाको कुरा गरौँ। सामाजिक सुरक्षा कार्यक्रम छ। हाल चाहिँ सबै स्थानीय तहबाट सामाजिक सुरक्षा भत्ता ब्याङ्किङ प्रणाली मार्फत वितरण हुन थालेको छ। सबै स्थानीय तहबाट के मार्फत? ब्याङ्किङ प्रणाली मार्फत वितरण हुन थालेको छ। चालु आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभकारी कति रहेछन्? सामाजिक सुरक्षा भत्ता गर्ने हाम्रो हेर्नु त सङ्ख्या 36,41,000, 36,41,844, 36 लाख। हाम्रो जनसङ्ख्याको 36,41,844 जनाले यो के पाउँदा रहेछन्? सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दा रहेछन्। यो तथ्याङ्क हामीले जानिराख्दा राम्रो भयो। त्यसपछि अब यो टेबलबाट पनि हेर्न सकिन्छ। यहाँ विभिन्न कस्तो कस्तो क्याटेगोरीको हाम्रो लाभग्राहीको हुन् त सामाजिक सुरक्षा भत्ताको भन्दा ज्येष्ठ नागरिकहरू हुन्। त्यसपछि गएर ज्येष्ठ नागरिक दलितका कुराहरू छन्, एकल महिलाहरू छन्, अपाङ्गताहरू छन्, लोकोन्मुख जातिहरू, बालबालिकाहरू यिनीहरूले लिने गर्छन्। र यो 82 को फागुनसम्म चाहिँ 36,41,844 जनाले यो सामाजिक सुरक्षा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्। अब हामी प्रशासनको लागौँ। चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको दरबन्दी कति रहेछ भन्ने कुरा हामी यसबाट थाहा हुन्छ। हाम्रो यो चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको दरबन्दी 50,768, 50,768 को कुरा छ। यो घटाउने कुराहरू भइरहेका छन्। अब सरकारले यसबारेमा विभिन्न निर्णयहरू पनि गरिरहेको छ। अहिलेको त यो चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्कलाई हेर्दाखेरि 50,768 दरबन्दीहरू कायम रहेको देखिन्छ। यो 2065 असारसम्म निजामती सेवा महिलाको सङ्ख्या 12% रहेको छ। महिलाको सङ्ख्या 65 मा 12% थियो। 2082 को फागुनसम्म 3 तहको सरकारी निकायमा कार्यरत महिला कर्मचारीको सङ्ख्या 30% पुगेको छ। अन्त यो हाम्रो समावेशी को अवधारणा लागू भएपछि अथवा समावेशी पदपूर्तिको व्यवस्था हुन थालेपछि यो हाम्रो बढेको देखिन्छ। पहिला 12% र महिलाहरू थिए भने 65 को असारसम्म अहिले चाहिँ 30% महिलाहरू सरकारी कार्यालयहरूमध्ये काम गर्ने गरेको चाहिँ देखिन्छ। संवैधानिक पदाधिकारीको कुरा गर्दा चाहिँ महिला सहभागिता 10.4%, के अरे संवैधानिक पदाधिकारीमा कति छ? 10.4% छ। यो पनि संवैधानिकतिर अलि अथवा नीतिगत तहमा चाहिँ अलिक कम रहेको भन्न सकिन्छ। उतापट्टि बढे पनि अझ नीतिगत तहमा चाहिँ कम मात्रामा भनौँ सहभागिता देखिन्छ। नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% छन्। स्वास्थ्य सेवामा चाहिँ महिलाको सङ्ख्या चाहिँ एकदमै बढी देखिन्छ, पुरुषको तुलनामा बढी छ। त्यसपछि गएर 2082 फागुनसम्म निजामती किताबखाना दर्ता भएका कर्मचारी मध्ये सङ्घमा चाहिँ
अझै पनि 46.8% कर्मचारी छन्, 46.8। प्रदेश स्तरका कार्यालयमा 16% छन् र स्थानीय तहका कार्यमा चाहिँ 37% कर्मचारीहरू रहेको कुरा चाहिँ आर्थिक सर्वेक्षणबाट हामीले प्राप्त गर्न सक्छौँ। समावेशी पदपूर्ति व्यवस्था लागू भएको आर्थिक वर्ष 2064-65देखि 2081-82सम्म विभिन्न समावेशी समूहको विज्ञापनबाट 26,274 जना चाहिँ 26,274 जना उम्मेदवार चाहिँ सिफारिस भएको देखिन्छ। अब यहाँ चाहिँ यो पनि देखाएको छ सङ्घमा महिला पुरुषको अंश कति छ, प्रदेशमा महिला पुरुषको कति छ र स्थानीय तहमा कति छ। लगभग सङ्घ र प्रदेशमा उस्तै उस्तै देखिन्छ। 75.56%, 24.44%, प्रदेशमा पनि 75.88, 24.12, त्यसपछि स्थानीय तहमा 60.42 र 39.48 रहेको छ र यो चाहिँ राष्ट्रिय रेसियो हेर्दाखेरि 70-30 को अनुपातमा देखिन्छ। 70-30, 70% चाहिँ पुरुष र 29% चाहिँ महिला। अब परराष्ट्र र कूटनीतिको कुरा गर्दा चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्कलाई हेर्दाखेरि नेपालमा विदेशी राजदूतावास 31वटा, विदेशी राजदूतावास कति रहेछन्? विदेशी राजदूतावास नेपालका विदेश स्थित राजदूतावास, नेपालका विदेश स्थित भनेको अन्य देशमा चाहिँ हाम्रा राजदूतावास 31वटा रहेका छन्। स्थायी नियोग चाहिँ 3वटा, महावाणिज्य दूतावास 10वटा गरेर जम्मा नियोग चाहिँ 44वटा रहेका छन्। नेपालले पेश गरेको सङ्कल्प इन्टरनेसनल विलनेस डे संयुक्त राष्ट्रसङ्घको 80औं महासभाले पारित गर्दै प्रत्येक वर्ष अप्रिल 15लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको छ। यो पनि ख्याल गर्नुहोला। अब यहाँ प्रदेश र स्थानीय तहको आर्थिक तथा सामाजिक स्थिति भन्ने छ। यहाँ हामीले यो पढ्नु परेछ अलिकति, अझै यो रह्यो। यसलाई हामीले आगामी दिनमा यहाँ बाँकी नै छ, हेरौँला अथवा भोलिको क्लासमा हेरौँला। आजलाई चाहिँ यति गरौँ। आज हजुरलाई यो कक्षा कस्तो लाग्यो यसको चाहिँ सकारात्मक फिडब्याकको अपेक्षा गर्दै आजको क्लासबाट चाहिँ म बिदा हुन्छु। हस्त नमस्ते, धन्यवाद सबैलाई।